पोखरादेखि नजिकै हिमालको काखमा अवस्थित एउटा सुन्दर गाउँको नाम हो धम्पुस। अनि धम्पुसको एउटा उत्कृष्ट नमुना होटलको रूपमा उदाउँदै गरेको अर्को नाम हो होटल धम्पुस बेस्ट भ्यू रेस्टुरेन्ट एन्ड बार। हेलो एभ्रिवान, नमस्ते सबैजना, सन्चै आरामै हुनुहुन्छ होला। वेलकम टु माई न्यू भ्लग। आज हामी जाँदैछौँ धम्पुस बेस्ट भ्यू। हेरौँ नामअनुसारकै भ्यू छ कि छैन, वहीँ गएर हेरौँ है त। Just wanna pack up my things and go. Just wanna be free, just wanna zone. Just wanna flow, just wanna hang with the gang, but sometimes chill on my own. Just wanna do me, just wanna doze. Just wanna live and see how it goes. And the goals just keep on going. This life we live is a war. When there's love in the rave, you know. When there's love in the rave, you know. All inside you, all in the soul, 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 soul. You know when the call is calling. हामी पोखरादेखि हेम्जा आउँदै फेरि घट्टे खोलासम्म आइपुग्यौँ। अब यहाँबाट दाहिनेतिर उकालो लाग्नेछौँ। अफरोड भए तापनि बाटो भने सजिलो नै छ। अझै फराकिलो बनाउने काम पनि भइरहेको रहेछ। छिट्टै पिच पनि हुनेवाला छ अरे। Calling. It's calling, calling more. And it keeps on calling. Yeah, it's calling, calling more. And it feels like I'm falling. Is it something bad to achieve it? Is it more Friday or evening? Do you wanna get in it? Is it part of your soul like breathing? Is it something bad to achieve it? What's the agility here for the evening? Mad. सुरुमै अनि बाटोमै भएको हुनाले सजिलै भेट्टायौँ हाम्रो होटेल। हामीलाई पोखरादेखि यहाँसम्म आउन 1 घन्टा पनि लागेन। आइपुग्यो होइन त भाइ? आइपुग्यो दाइ, आराम गर्दैछौँ। अब हामी बिहानको सनराइजदेखि बेलुकाको सनसेटसम्मको सबै भ्यू हेरौँ है त। भर्खरै सनराइज पनि भयो। उता पामेदेखि उडेको हट एयर बेलुन पनि देख्न सकिने रहेछ। यता अर्कोतिर हिमाल अगाडि नै छ, तर त्यति साह्रो चिसो भने छैन। विदेशी पाहुनाहरू पनि निकै खुसी देखिन्छन्। अब एकैछिन बस्ने व्यवस्था के कस्तो रहेछ त्यो पनि हेरौँ है त। टेन्ट पो रहेछ। सही हो होइन? टिनको टक्क घरभित्र है, टेन्ट पनि है। चिसो नि हुन्न होला होइन? जाउँ त। सही होइन भाइ? सही हो नि यो त। बवाल राम्रो रहेछ। सावर पनि हेरे। यहाँ चाहिँ एटेच पनि रहेछ, नन एटेच पनि रहेछ होइन त? है सबै सेम रहेछ है। छैन छ नि त पहिला। तलको एटेच, माथिको चाहिँ नन एटेच रहेछ है। यिनीहरू चाहिँ नन। अनि यो चाहिँ यहाँबाट देखिने भ्यू। उता फेरि कार्यक्रमको तयारी हुँदै थियो। कुनै पनि किसिमको कार्यक्रमहरू गर्नको लागि पनि राम्रो व्यवस्था रहेछ।
दूर रह के तू बताए कैसे मेरे दिल में बसा है सारी राहों में तेरी है खुशबू हाय कैसे मैं गुजारूं रातें लंबी ये बड़ी है बेचैनियों में दबी है आरज़ू समा में नशा तू बचा दे बचा तू के देख्यौ होटल धम्पुस बेस्ट भ्यू एन्ड रेस्टुरेन्ट हजुर आज कतिजना हुनुहुन्थ्यो प्रोग्राममा आज 150 जना 150 जना 150 जनालाई खाना एकदम है हजुर। प्रोग्राम गरे नि हजुर अनि बस्न सहितको चाहिँ कतिजना बस्न त तपाईँको यस्तो छ मिलेर बस्यो भने त कोही 50 जनासम्मको हामीले थिएन 50-60 जना हजुर अब जस्तै अब रुममा 2 जनाभन्दा नसुत्ने हो भने 11वटा रुम छ 11 दुना 22 प्लस यसमा हाम्रो चाहिँ 6वटा हलमा बेड टेन्ट भित्र सुतेको जस्तो अनुभव गर्न नि पाइयो हजुर। चिसो पनि भएन शीत पनि पर्ने भएन एकदम एटेज तपाईँको रुम भन्दा यसो तातो सेपरेट गरिदिनु भएर चाहिँ होइन अर्को ग्रुपलाई डिस्टर्ब नि नहुने भयो होइन? यताको उता एउटा डिस्टर्ब नहोस् भन्ने विदेशीहरू यस्तै मनपर्छ हो नि हो एकदम हाम्रो धम्पुसमा पोखराको नजिक पनि भयो नजिक एकदम है? पनि हामी अनि हिमालको कुरा चाहिँ हाम्रो हिमाल रेन्ज पनि अब एकदम नजिकबाट देख्न पाइने त्यो भएर यहाँ टुरिज्म राम्रै छ त्यो तर यहाँको चाहिँ के दामी लाग्यो मलाई भन्दाखेरि तिमी अब उता पूर्व हेऱ्यौ भने अब सनराइज पनि देखिने भयो होइन अनि तिम्रो हेम्जा बजारको बाटो हेम्जाको बाटो पुरै देखिने भयो होइन अनि त्यहाँ पछाडि यता नौडाँडा काशीकोट नौडाँडा सबै देखियो होइन अनि अब यता धम्पुसको बाँकी गाउँहरू देखियो सनराइजदेखि लिएर सनसेटसम्म टोटल्ली दामी लाग्यो त्यही भएर नाम चाहिँ सोचेरै राख्नु पऱ्यो होइन एक दिन एक्स्ट्रा छुट्याएर एक दिनभरि आनन्दसँग बसेर हेऱ्यो भने बल्ल धिप मर्छ कि हिमाल एकदम होइन फेरि एकदम स्वागत है थ्याङ्क यू सनसेट हुनै लागेको छ एक ड्रोन सट एउटा ड्रोन भ्यू हेरिदिउँ होइन त भाइ he is preparing अस्ताइहाल्यो अब चाहिँ के पो भ्यू देखिएला र भने त यहाँबाट देखिने भ्यू अनि यहाँको एम्बियन्स त अझै रोमान्टिक रहेछ
तपाईँहरू पनि आफ्नो परिवार तथा साथीभाइहरूसँग पोखराबाट नजिकै कतै गएर टाइम स्पेन्ड गरौँ त भन्ने सोच्दै हुनुहुन्छ भने धम्पुसमा रहेको होटल धम्पुस बेस्ट भ्यू रेस्टुरेन्ट एन्ड बार उत्कृष्ट रोजाइ हुनसक्छ। अझ भनौँ कुनै पनि किसिमको कार्यक्रमहरू गर्न पर्यो भने पनि सम्पर्क गर्न सक्नुहुनेछ। होटेलको कन्ट्याक्ट इन्फर्मेसनहरू भिडियोको तल डिस्क्रिप्सनमा राखिदिनेछु। कन्ट्याक्ट गरेर आउनुभयो भने अझै सहज हुनेछ। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। See you in the next video.